यो गाउँमा म बस्नै सक्दिनँ, मलाई इन्साफ चाहियो। किन यस्तो भयो यो गाउँमा भन्नुहोस् त? मलाई लखेट्न लगाइदिने यो गाउँमा, मलाई पिट्न लगाइदिने। मैले यसरी छोड्दिनँ, यो गाउँमा बस्दिनँ। तपाईँले मलाई इन्साफ दिलाउनु पर्छ। के गर्ने न्याय चाहियो तँलाई? यहाँ कसले के गर्यो के भनौ? षड्यन्त्र गर्ने म माथि, यिनीहरूलाई लखेट्न लगाउने, जङ्गलले नि मलाई पिट्ने, यसरी मैले मान्दिनँ। धन्दा 25 मैले भेटाएको भए तेरो छाला काटेर डम्बु बनाइदिन्थेँ मैले। गाउँमा केलाई झगडा गर्छौ? गाउँमा झगडा गर्ने होइन, मिलबालसित रहन पर्छ। के गर्ने त्यसो केटा? मैले के गल्ती गरेँ? जे देखेँ उही भने। मैले गाउँमा देखेको चिज भन्न नपाउने, सही कुरो गर्न नपाउने। सही कुरो त गर्न पाउने नि, तर सही कुरो गर्न पाउने भन्दैमा दुनियाँको घर भाँड्दै हिँड्न त भएन नि। के तैँले गाउँभरिको ठेक्का लिएर बसेको छस् र? सबै मिलेर मलाई हिजो लखेटे यिनीहरूले। मैले नि एक्लै भेटाएको मैले नि जानेको थिएँ। यति सेना गाउँमा किन झगडा गर्छ केटा? त्यो जङ्गलले आफ्नो परिवारलाई सम्हालेर राख्न सक्दिनँ, मलाई गाउँको केटाहरू मिलेर पिट्न लगाउँछ। यो नाराजमा तिमीले यहाँनिर माफी मार्न पर्छ। बरु घाँटी काटिन्छ केटा, तर यो नारदसँग माफी त मागिन्न। जाउँ हिँड, जाउँ। अस्ति त 25 अब अर्को मिटिङ गर्नको लागि जिउँदो रहने छैनस् बुझि। आज कताबाट घाम लाग्यो? हिरोबाट हिँडिस् त। के को घाम लाग्ने? के म राम्रो गरेर हिँड्नुहुन्न र? बजारतिर झर्दैछु, ब्याङ्कमा काम छ थोरै। ए बजार जाँदैछ? मलाई पनि सपिङ गर्न मलाई पनि लएर जान। ओहो, के दिनमा निस्केछु म यार? कस्तो बाटो छेकेर बसेँ कि। खै त मलाई ढिला भयो, म जान्छु अब। लैजा नलैजा म तँसँगै जाने हो। ए के गर्छ है फेरि? यहाँ तँ कि साँच्चै जाने हो र भनेको? जाइन त घर? ए मास्क लिएस् फेरि? ए ल फेरि तैँले लगाऊ, मन त हेलमेट छ, मैले हेलमेटै लगाए हुन्छ। ल आज दिन हेरेर आइरह्यो त्यसको र बजार घुमाएर लगेर लिएर आउँछु है आज है। कति भयो आज म देख्दैछु। साला सबै कुराको जड भनेको यही फोन नै हो। तैँले गर्दा म गाउँमा शिर उठाएर हिँड्न सकेको छैन। को नाटोलाई फोन गरिछस्? अरूको बुढी त पहिला जान्छन्, झोडेर पनि मर्छन्। न त कोही जानी न के अनि गाउँभरि बेस्ती गराउनु तैँले। तिमी पो कुन चाहिँ गतिला छौ त? दिनभरि केटीसँग गफ गर्दै हिँड्ने, फोनमा जतिखेर फोन आइपाइ गर्छन् कि मलाई थाहा छैन। खुब दुधको धुले छौ भने हो खुब जात्रे। अझ अर्कालाई अझ खुब भन्ने, केटीसित बस्ने, दिनभरि तास खेल्ने। इनले सुखरी बाँच्न पनि दिएनन्। इनले कोठिया गएर लडे हान्के सत्तुर हँसा छौ, तल डाँडा फेर गएर लडौ, त्यहाँ नलडौ, कोठी भत्काउला। धेरै नबोल। जहिलेदेखि तँ घरमा छिरेकी थिएस् तबदेखि घरमा अशान्ति छाएको छ, बुझिस् तैँले? अर्की चाहिँ ओला गर, त्यही भएर मसँग खराएको परेको गर्ने। लिएर आएर आइ हुन्छ, अर्की त बजारको 10 वटी हुन्छ, मैले 20 वटी ल्या गर। लिएर आएर आऊ, तिमीले लिएर आएर म छट्ट लाएर जान्छु। जा मोर। तिमीसँग म पनि गर्न सक्छु। कहाँ हिँडिसे लखङमा फेरि लखर लखर हिँड्ने, घर काम गर्ने होइन, मेसो बाटो छैन, कोही आएर दुःख दिएछ है। स्वाहिलले गर्दा यस्तो भयो कि यो यस्तो त थिएन, केलाई यस्तो भयो? मन्दै कहाँ जान हो त? अङ्कल मलाई 1 किलो मसुरको दाल दिनुहोस् त। अरू के चाहियो? के हैन। अरू केही नभए? नाइ। चिनी? नाइ। लो मान दाल। को आइन्छ? नयाँ देख्छु त। सल्लाह र जङ्गेकी मामाकी छोरी यहाँ केही दिनलाई बस्न आइन्छ। सुन न, तिम्रो नाम के हो? किन चाहियो नाम? यत्तिकै गाउँमा नयाँ देखेँ, कुरा गर्न मन लाग्यो त्यही भएर। गाउँमा जति नयाँ देख्नुहुन्छ उतिसँग कुरा हाल्नुहुन्छ र?
कोही कोही स्पेसल हुन्छ कुरा गर्नु मन लाग्ने त्यही भएर हो र कस्तो स्पेसल जसलाई देखेर मुटुक नै ढुकढुक हुन्छ जसलाई देखेपछि हेरिराखौँ जस्तो हुन्छ त्यस्तै स्पेसल हो र यस्तो डाइलग कतिजना लाग्न रुक न नाम त भन रुक न रुक के छ साइली मान्छे देख्न पाउँछस् के हो ए बुढा हिजो अस्ति त रक्सी खान नभन्दै गाउँभरि हल्ला गर्दै हिँड्थ्यो आज त फेरि साइलीको भट्टीमा आएछौ तिमी त मलाई के खान्छौ तँ पो कति कत्रो छ र धेरै नगरा तेरो पोल सबै खोलिदिउँला के को पोल खोलिदिन्छौ तिमीले मेरो के पोल खोलिदिन्छौ तिमीले आफ्नै पोल खोल्लेछ गाउँभरि धेरै नगरौ ध्यान लाम्ला तिमीला मैले के गरेछु र मेरो पोल खोल्छौ तिमीले नरिसान कान्छ धेरै दिन भयो मैले रक्सी नखाएको त्यही भएर रिस उठिया छ के छ साइली हाल खबर के हुनु हिजो जस्तो थियो आज नि त्यस्तै छ ए हो आज त धेरै टाठो घाम लाग्छ नि त होइन बुढा के चाहियो र किन यता घुमाइरहेछौ सिधा सिधा भन न साइली एउटा कुरा भन्छु गाह्रो नमाने है भन साइली मसँग आज पैसा छैन एकदम तुलबुली लाग्छ थोरै रक्सी खान देऊ न मलाई हेर बाजे बिना धन केही नभन आज नगद भोलि उधारो ए त्यस्तो त नभन न म पर्सि त्यो पैसा दिइहाल्छु नि तिमीलाई त थाहा छ रक्सी खान नपाउँदा जडेवाला कस्तो हुन्छ पहिलाको पैसा लिऊ अनि मात्र दिन्छु मलाई आज रक्सी नदिने चाहिँ भाउ यो घडी राखेर भए नि लिऊ न मलाई रक्सी तपाईँहरूले रक्सी खान छोड्यो भन्नुहुन्थ्यो साथ त फेरि भट्टीतिर आउनुहुन्छ बाबु भर्खरै आएको धेरै दिन भयो तुलबुली लगाएर साइली तिमीले बाला रक्सी किन दिएको दाइले नदिन भनेको होइन तेरा बाले मैले बोलाइ तिम्रो तेरा बाले रक्सी खानले यहाँ घडी धराउँथी राखेछ न मसित कराउँछस् हिँड्नुहोस् ल घर